अर्को ब्लगमा हजुरहरुलाई स्वागत छ। अब हामी तल ओह्रालो झर्दै छौं पार्ट 6 मा 7 नै भनौं न। अब या पार्ट पनि हामीले कति बनाऊ। सो गाइस यसलाई भन्नु पर्दाखेरि हामीले ब्लग भन्छौं। म त सेम सबसे धेरै त बेबुको फ्यान हो के, किनकि बेबुले यस्तो दामी ब्लग बनाउँछ नि त गाइस। त्यसैले म बेबुको फ्यान भएको छु। त्यसैले अब म तल झर्नाले एकदमै लाग्छ, एकदमै के गाह्रो भइसक्यो छ। सो गाइस अब मैले चाहिँ डल्लो त मैले कति भेटाएँ तर ल्याइन, हातमै अटेन। दाउरा हेर्छ हेर्न यहाँ कति धेरै छ। यो दाउरा नट्लियो है, फाल्दिम यहाँ फाल्दे। यहाँ एउटा अर्को पनि डल्लो छ। सो गाइस तल्लोदेखि आएको यहाँ माथि आइपुगिसक्यो। सो गाइस हामीलाई अब ढिलो पनि भइसक्यो। सो गाइस कस्तो गाह्रो भइसक्यो भने सो गाइस अल्छी लागिसक्यो। जुन बेला चाहिँ अल्छी लागेको हुन्छ त्यही बेला चाहिँ हुँदैन, जुन बेला जागर चलेको हुन्छ त्यही बेला चाहिँ के भयो? क्याक्टस के गर्छ त अनि क्याक्टसले? हजुरहरुलाई क्याक्टसको बोट हेर्नु छैन? हेर्नुस् त यहाँ गाइस, क्याक्टसको बोट हेर्नुस् न कत्रो जंगलमा पनि के क्याक्टस हुनु होला। मान्छे डराइ क्याक्टसको बिचमा कता जाने म यहाँ छोरा साच्ची हौ त्यहाँ बिचमा म कत्रो रहेछ। मेरो सुरालाई तान्ने गरी चाहिँ के गरे होला यो। ल म पछि आउँछु, पछि आएर ठिक हुने भयो त म हेर्छु। वाह कत्रो ठुलो डल्लो। अब यो डल्लोलाई कहाँ राख्ने हो? हारिसक्नु छैन। हिजो चाहिँ यत्रो फाइदा भयो के भने उले तल फाल्देऊ थियो तल। आफै गयो। मुझसे शादी करोगी कस्तो के झन् भेटेको मान्छे खसाइदियो। अहिले हामी टिप्न मिलिहाल्छ नि, अहिले टिप्न मिल्छ हो। उही हामी अर्को यतापट्टि आइसक्यो, बाटोको बाटोमा आइसक्यो हामी। क्याक्टस हेर्नु न क्याक्टस। ओहो मलाई त डरै लाग्छ हेर्दा पनि। के भयो? लिली के सम्बन्ध छ हो यिनीहरुको? सो गाइस बाइ बाइ, अर्को ब्लगमा भेटौँला।